मैले आज यसरी दिन बिताउँछु भनेर सोचेको पनि थिएन। हेलो गाइज, वेलकम ब्याक टु माई न्यू मिनी ब्लग। आयो सबैजना सन्चै अनि आरामै हुनुहुन्छ। बिहानको घामको किरणसँगै मेरो दिनको सुरुवात भयो। अनि सधैँ झै दाँत ब्रस गरेर गिलास तातो पानीमा बेसार मिक्सिङ गरेर सुरुप पारेको स्वादै कस्तो तितो भयो। यताउति हिँडेर एकछिन खातमा पल्टेको निधाइदिएछु। एकैछिनमा उठेर धारामा गएर मुख धोए, पानी पिएर अनि लागे पसलतिर। पसलमा गएको बहिनीहरू खाना खाँदै रहेछ। चिया पनि अर्डर गरे। अर्को बहिनीले चाहिँ भाडा मसक्कै मस्काउँदै थियो। के फोन चलाएको बुढाहरू त पुरै झुमिदिरा भने। एकछिनमा चिया पनि आयो, त्यसको सँगसँगै पप पनि मागे अनि गप्प खाए। बहिनीहरूले दही खाइरहेको रहेछ अनि मलाई यस्तो भयो सोध्छ, दाइ दही खानी? म पनि के कम भनेर ल्याउन त भनियो। दहीमा धेरै चिनी हाल्दैछ, दाँतै कस्तो सिलिक गरिदिरहेको थियो। त्यस पछाडि चिया र दही खाएर अनि रुमतिर लागे। घाँटीमा पोर्चुगलको जर्सी बेरे, बाल्टीमा लुगाहरू हालेर अनि खेतको बाटोबाट लाग्यो खोलातिर। खोलामा डुब्की मारेर लाग्यो लुगा धुन। कुम्भकर्म पनि यति भएछ कि 1 बजे सुतेको 5 बजे उतिर भने। अनि मम्मीलाई चाउचा पकाउन लगाएर फरबिनमा हालेर सुरुप खाइयो। चाउचा पनि खाए। त्यसपछि म लागि लुरु डुल्नतिर। थ्याङ्क यू फर वाचिङ। इफ यो भिडियो तपाईँहरूलाई मन पर्यो भने लाइक, कमेन्ट, सेयर गर्न नबिर्सनु।